नमस्ते, म डाक्टर अभिनव श्रेष्ठ, ओरल माइक्रोफेसियल सर्जन, अहिले जीवन विकास सामुदायिक अस्पताल तथा टिचिङ हस्पिटलको दन्त चिकित्साको विभागीय प्रमुख। अब उहाँ चाहिँ हाम्रो एकजना पेसेन्ट हुनुहुन्छ। उहाँको चाहिँ कन्डिसन चाहिँ क्लेफ्ट लिप एन्ड प्यालेट है। उहाँको सानोमा जन्मिने बेलामा नै अब ओठ र तालुमा चाहिँ चिरेर आएको थियो र उहाँले हामीले ट्रिटमेन्ट अप्सन्सहरू पनि दिएको थियौँ। र बाङ्गोटिङको दाँतहरू बाँध्ने ट्रिटमेन्ट अप्सन पनि दिँदाखेरि चाहिँ उहाँले चाहिँ होइन, हामीले चाहिँ प्रोस्थेसिस या त अब नक्कली दाँत लगाउने भनेर टाइपको भनेर भन्नुभएको थियो। अब यता आउनुहोस् त, उहाँको अब कन्डिसन चाहिँ कस्तो छ भने यहाँ बिचमा चाहिँ दाँत थिएन है, यहाँ बिचमा चाहिँ यसरी दाँत थिएन र यो तलको पनि हामीले नै दाँत लगाएको, यो तल पनि यो बिचमा दाँत थिएन, यो हामीले फिक्स गरिसकेको छ। र अहिले माथि चाहिँ अब हामीले कस्तो छ भने यो एफपिडी भन्छौँ, फिक्स पार्शियल डेन्चर। यो दुईवटा दाँतको सपोर्टमा अब हामीले यो बिचको हाम्रो क्लेफ्ट एरियामा पनि गिजाको भागहरू बनाएको छ। नान ठुलो अलिकति ठुलो आएको त अहिले मैले फिक्स गरेको छुइनँ यो दाँतलाई है। अहिले मैले खालि टेम्पोरेरी यसरी अड्काएर मात्रै हेरेको छु। नानु हाँस, हाँस्ने बेलामा चाहिँ अब यसरी बिचको सबै क्लेफ्ट एरियाहरू छोपेर यसरी हामीले यो उहाँको मुस्कान फर्काएको छ। हजुरहरूलाई पनि यस्तै समस्या छ भने हामीलाई सम्झिनु होला। हामी जीवन विकास सामुदायिक अस्पताल कटेर 2 मा अवस्थित छ। धन्यवाद।